काठमाडौँ उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ। हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौँ आज दोस्रो स्थानमा ओर्लिएको हो। आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा रहेको छ। एयर क्वालिटी इन्डेक्सले आज काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको थियो। इन्डेक्सका अनुसार आज बिहान 7:25 बजेको मापन अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क AQI 249 रहेको छ भने प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण AQI आज 353 छ। त्यसैगरी वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्तानको लाहोर छ। त्यहाँको वायुको AQI आज 178 रहेको छ। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो, उपत्यका आसपासका विभिन्न जङ्गलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको जानकारहरूको भनाइ छ।